छिछि कस्तो गनाको यो मर्नु पर्ने बरु नातिलाई मारिस यो गनाको कारणले सबै मान्छेहरु त आउनै छोडे मेरो घरमा ल खा हिज दिदी नमस्ते नमस्ते दिदी नमस्ते त्यहाँसम्म पुग्यौ तिमी हेर त यो त छुटेछ त हेर बच्चा जन्माउने भइसकिन् त्यही पनि झार र खुर्सानीको बिरुवा पनि छिन्दैन नि निले त कसरी घर खर्च गर्ने होला नि नमस्ते स्वयंसेविका नानी नमस्ते नमस्ते अनि रमा बहिनी कस्तो छ अहिले बच्चा जन्मिने कहिले हो कति महिनाको भयो 6 महिना ए अनि स्वास्थ्य चौकीमा चेकअप गर्न गयो कि त छौ नि या किन जानु पर्यो स्वास्थ्य चौकी चेकअप पर्दैन हेरचाह गर्ने म छँदैछु के गर्नुपर्छ के गर्नु पर्दैन सबै मलाई थाहा छ त्यस्तो होइन नि आन्टी यस्तो बेलामा घर परिवारले हेरचाह त गर्नुपर्छ नै तर आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य चौकीमा गएर चेकअप पनि त गर्नु पर्यो नि धेरै समस्याहरू आउन सक्छन् त्यसबारे हामीलाई थाहा नहुनु पनि त सक्छ या त्यति टाढा को जाने समय पनि कति लाग्ने हो तिमी गइदिने हो र सबै 6-6 वटा छोराछोरी त मैले घरै जन्माए के गर्ने के नगर्ने सबै थाहा छ मलाई यस्तो बेलामा समस्या एक्कासी आउन सक्छन् नि आन्टी पहिलो बच्चा हो अस्पतालमै गएर जन्माउनु पर्छ है यिनको हेरचाह गरिहाल्छु नि हिँड घर जाम रमा बहिनी एकपटक अस्पताल गएर चेक जाँच गर्नुपर्छ है पछि केही समस्या हुन सक्छ आमा ए आमा के हुँदैछ धेरै समय भइसक्यो त हिजो बिहानदेखि गाह्रो भएको भन्थिन् चिन्ता नगर अब छिटो भइहाल्छ म छु त यहाँ चिन्ता नगर तर आमा व्यथा लागेर धेरै समय भइसक्यो त के रमालाई स्वास्थ्य चौकी लैजाउनु पर्छ र पर्दैन अस्पताल अब भइहाल्छ त लोग्ने मान्छे भएर चासो लिनु हुँदैन के अब भइहाल्छ जन्मिन्छ अरे आमा समय धेरै भइसक्यो अब बिहानसम्म बच्चा भएन भने म सिधै स्वास्थ्य चौकी लिएर जान्छु ठिक छ धेरै नकरा उसैको लामो व्यथा लाग्छ अनि यो पहिलो बच्चा हो ढिलो त हुन्छ नि अब जन्मिहाल्छ छिटो बोलाउनु आउँदैन नात्यो म फोन गर्दैछु एकछिनमा आइहाल्छ अस्पताल गएपछि सब ठिक हुन्छ आमा म आया आया हामी धेरै ढिलो गऱ्यौँ आमा हाम्रो व्यवस्थाले मेरो बच्चा मर्यो मेरो नातिलाई मारिदे यता आउनुस् न मलाई उठाउनुस् त
मलाई के भएको हो के? यो सबै ओछ्यान चिसो छ त। कस्तो अभागिनी रहेछु। आमा आमा यता आउनुहोस् त। के गरेको यो? पहिलो सन्तान त जिउँदो राख्न सकिनस्। हेर घरै गनाउने भइसक्यो। छि 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 छि। अलि तग्रिएर चाहिँ स्वास्थ्य चौकी जानु पर्यो। छि छि छि। यो रोगको उपचार अब यहाँ हुँदैन। तपाईँहरू एकचोटि बाहिर गएर चेकअप गराउनु, त्यसपछि के हुन्छ त्यही अनुसार गर्नु है। अब के गर्ने त? कुनै सानोतिनो समस्या होला भनेर अस्पताल लगियो, डाक्टरले यसको उपचार हुन सक्दैन भनेर भन्छ। अपरेसनको लागि बाहिर जानुपर्ने रे। बाहिर उपचारको लागि हामीसँग पैसा पनि त छैन। फेरि सबै निको हुन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन। पैसा किन खेर फाल्ने? हामीसँग त पैसा पनि त छैन। कि साउसँग ऋण लिनु पर्यो, कि गाई बाख्रा बेच्नु पर्यो। आफू त बर्बाद भए हाम्रो परिवारलाई पनि बर्बाद पार्ने भई। आफू नै मरेको भए हुन्थ्यो नि। मन बलियो बनाऊ रमा। के थाहा यो रोगको बिस्तारै निको पो हुन्छ कि अथवा केही समयपछि स्वास्थ्य चौकीमा उपचार पो हुन्छ कि। हेर आमाले भनेको कुरामा चित्त नदुखाऊ। आमालाई नाति नातिना चाहिएको थियो, उहाँले रिसाउनु भएको हो। परिवारभित्रको कुरा हो, म छु नि, चिन्ता नगर। नमस्कार। किन घरमा एक्लै काम गरेर बसिरहनु भएको? मेलामा कस्तो रमाइलो छ, जानुपर्छ नि। म बाहिर जादिनँ दिदी। सबै छिमेकीहरूले मलाई हेप्छन्, घृणा गर्छन्। मेरो बच्चा खेर गएदेखि नै मलाई सन्चो हुन सकेन। किन? के भएर? ओहो कस्तो भुसुक्कै बिर्सेछु मैले। पहिला हाम्रो भेट भएको थियो, कुराकानी पनि भएको थियो, सबै ठिकै थियो होइन र? मैले मेरो बच्चालाई जिउँदो जन्माउन सकिनँ दिदी। 2 दिनसम्म व्यथा लाग्यो, दुखाइ पनि धेरै भयो। घरमा बच्चा जन्मिन नसकेपछि स्वास्थ्य चौकी जाँदा नर्सले मेरो बच्चा त निकाले बाहिर। मेरो बच्चा मरेको थियो। त्यसै त मेरो पिसाब चुइ नै रहन्छ। म सधैँ पिसाबमा लतपतिएको हुन्छु। यी सबै मानिसहरूले मलाई गन्नाउने आइमाई भनेर हेप्छन्, घृणा गर्छन्। योभन्दा त बरु म मरेको भए बेस हुन्थ्यो। ओहो कस्तो समस्या भएको रहेछ। मलाई थाहा छ यो के भएको हो भन्ने कुरा। गत वर्ष हामीलाई आइएनएफको एकजना बहिनीले तालिम दिनुभएको थियो। यसलाई फिस्टुला भनिन्छ र यसको उपचार पनि सुर्खेतमा हुन्छ। तपाईँ निको भइहाल्नुहुन्छ, चिन्ता नलिनुहोस्। नेपालगञ्जमा अपरेसनको लागि गयौँ, त्यहाँबाट पनि बाहिर जानुपर्छ भने, पैसा पनि धेरै खर्च हुन्छ भने, फेरि बाहिर गए पनि सन्चो हुने नहुने थाहा छैन भनेको हुनाले बाहिर गएनौँ। हामीसँग पैसा पनि छैन। त्यस्तो होइन नि बहिनी, फिस्टुलाको उपचार अब सुर्खेतमै हुन्छ। यसको उपचार निशुल्क पनि छ। अझ तपाईँ उपचार गर्न जाँदा आउँदा लागेको यातायात खर्च पनि आइएनएफ सुर्खेतले नै बेहोर्छ। पारी गाउँको सुशीला चिन्नुहुन्छ? उनलाई पनि पहिले यही समस्या थियो। फिस्टुला भएको सुनेपछि मैले नै उनको उपचारमा सहयोग गरेकी थिएँ। अहिले उनी निको भइसकिन्। तपाईँ पनि पिर नगर्नुहोस्, तपाईँलाई पनि सन्चो हुन्छ। अब धेरै नरुनुहोस्, म भोलि आएर दाइसँग कुरा गर्छु है। त्यसो भए म पहिलेको जस्तै हुन्छ त दिदी? हो नि, पहिले जस्तै निको हुन्छ। अहिले म जान्छु, भोलि आउँछु है। नमस्ते। नमस्कार बहिनी, सन्चै हुनुहुन्छ? म त सन्चै छु दाइ। हिजो मैले रमा बहिनीलाई भेटेँ, उनलाई सन्चो रहेनछ। तपाईँले सहयोग गर्नु पर्यो। उनलाई उपचारका लागि पनि त लैजानु पर्यो नि। मैले के गर्नु पर्यो र बहिनी? बच्चा जन्मेदेखि बिरामी छ। हामी अस्पताल लगेकै हो। 50,000 भन्दा बढी लाग्छ रे। त्यो पनि ठिक हुने ठेगान छैन। त्यस्तो होइन के दाइ। रमालाई फिस्टुला भन्ने रोग लागेको छ। यसमा उनको दोष छैन।
उनलाई बच्चा जन्माउँदाखेरि लामो समयसम्म व्यथा लागेकाले पिसाब थैलीमा एउटा प्वाल परेको छ, त्यसैले उनको पिसाब रोकिँदैन। यसको उपचार सुर्खेतमा हुन्छ। शल्यक्रियापछि उनी पूर्ण रूपमा निको हुन सक्छन्। त्यसो भए हामी कहाँ जाने त? हामीसँग त्यति धेरै पैसा पनि छैन, तर थोरै पैसाको व्यवस्था गर्न सकिएला कि? हेर्नुहोस् दाइ, रमा बहिनी अहिले असाध्यै अप्ठ्यारोमा हुनुहुन्छ। सुर्खेत कालागाउँमा रहेको प्रदेश अस्पतालमा फिस्टुला सेन्टर छ। त्यहाँ फिस्टुलाको निःशुल्क उपचार हुन्छ। तपाईँहरूलाई कुनै पनि पैसा तिर्नु पर्दैन। खै नेपालगञ्जमा हुन नसकेको उपचार सुर्खेतमा के होला र? फेरि निको नहुने उपचार किन गर्ने? बिना पैसाको आज भोलि कसले पो के गर्छ र? अहिले लाग्दैन भन्ने, पछि धेरै पैसा माग्ने होला। भो बाँचेकै छ। त्यस्तो होइन के दाइ, उपचार सबै राम्रो छ। यसबारे मैले सबै बुझेकी छु। पारी गाउँकी सुशीला, उसलाई पनि पहिला यही समस्या थियो। अपरेसन पछि सबै समस्या निको भयो। फेरि रमालाई पनि त राम्रो जीवन बाँच्ने रहछ। त्यो त तपाईँले पुरा गरिदिनु पर्यो नि। अनि अस्पताल पनि राम्रो छ कि यहाँ एउटा फिस्टुला सम्बन्धी जानकारी छ। यसमा फोन नम्बर पनि छ। अब उपचार गराउनुहोस्। यसमा फोन नम्बर छ, अहिले नै फोन गरिहाल्नुहोस् है। हुन्छ दाइ, म जान्छु। नमस्ते। होस्, नमस्कार बहिनी। फोन गर्नु पर्यो। 083 520 915। नमस्ते, सुर्खेत फिस्टुला सेन्टरबाट बोल्दैछु। तपाईँ को बोल्दै हुनुहुन्छ? नमस्ते, म राप्ती पारीबाट रोशन बोलेको। मलाई यो नम्बर स्वास्थ्य स्वयंसेविका बहिनी मिना बहिनीले दिनुभएको। उहाँले भनेअनुसार मेरो श्रीमतीलाई फिस्टुला छ रे। मेरो श्रीमतीलाई लगातार पिसाब चुइरहन्छ। के यसको उपचार पनि हुन्छ र? हुन्छ नि, तपाईँको श्रीमतीसँग पनि कुरा गर्नुपर्ने हुन्छ। मलाई तपाईँको परिवारको नम्बर दिन सक्नुहुन्छ? हुन्छ, नम्बर लिनुहोस्। 98625 64218। अनि यसको उपचार गर्न कति खर्च लाग्छ? फिस्टुला उपचार चाहिँ निःशुल्क हुन्छ। एकपटक मलाई तपाईँको परिवारसँग कुरा गराउनु पर्ने हुन्छ। हामीले त्यसको लक्षणको बारेमा चाहिँ बुझ्नुपर्ने हुन्छ। ए हुन्छ हुन्छ, उनी घरमै छिन्। म फेरि फोन गर्छु अनि बोल्न लगाउँछु। हस्। रमा, ए रमा, यता बाहिर आऊ त। स्वयंसेविका मिना बहिनी मलाई भेट्न आएकी थिइन्। तिम्रो जस्तो रोगको सुर्खेतमा निःशुल्क उपचार हुन्छ रे। सुर्खेतको फिस्टुला सेन्टरसँग म पनि कुरा गरेँ। त्यहाँको नर्सले तिमीसँग कुरा गर्ने रे। तिमी कुरा गर्छौ नि नर्ससँग? हजुर, गर्छु नि। ए फोन पनि आयो। नमस्ते, म सुर्खेत फिस्टुला सेन्टरबाट फोन गर्दैछु। तपाईँले मलाई यो नम्बर दिनुभएको थियो नि? हो हो, मेरो श्रीमती रमा यही छिन्। कुरा गर्नुहोस् है। नमस्ते रमाजी, के म तपाईँको समस्याको बारेमा केही कुराहरू बुझ्न सक्छु? मलाई धेरै वर्षदेखि पिसाब चुइने समस्या छ। अनि समस्या कहिलेबाट सुरु भएको नि तपाईँलाई? यो मेरो बच्चा जन्मेपछि सुरु भएको हो। मेरो बच्चा मर्यो, त्यही समयदेखि मेरो पिसाब लगातार चुइन्छ। म सधैँ पिसाबले भिजिरहेकी हुन्छु। तपाईँले भनेको लक्षण चाहिँ फिस्टुला हो जस्तो छ। फिस्टुला भनेको चाहिँ तपाईँको पिसाब थैलीमा प्वाल परेर रात दिन पिसाब चुइनेलाई चाहिँ फिस्टुला भनिन्छ। यसको लागि अपरेसन गर्नुपर्ने हुन्छ। अब अपरेसनको लागि चाहिँ तपाईँ सुर्खेत नै आउनुपर्ने हुन्छ है। अनि अपरेसन भएपछि चाहिँ तपाईँ कम्तीमा पनि 2 देखि 3 हप्ता चाहिँ यहाँ बस्नुपर्ने हुन्छ। हुन्छ नि, म मेरो श्रीमानसँग कुरा गर्छु। कहिले आउने सल्लाह गर्छौँ। हुन्छ, तपाईँ घरमा सल्लाह गर्नुहोस्। कहिले आउन सक्नुहुन्छ हामीलाई जानकारी गराउनु होला। अनि सुर्खेत आएपछि फेरि फोन गर्नु होला। तपाईँलाई चाहिँ आउने बाटो चाहिँ हामी तपाईँहरूलाई बताउनेछौँ। हुन्छ म्याडम, हामी फेरि फोन गर्छौँ। यो उपचारको लागि सुर्खेत जानुपर्छ। अब त तिमीलाई सन्चो हुन्छ होला। अनि कसरी जाने त? सबैले छिछि र दूर दूर गर्छन्। आमाले पनि कति गाली गर्नुहुन्छ। तपाईँले पनि माया गर्नुहुन्न। कहिले माया गरेको छैन तिमीलाई। म छु नि तिम्रो लागि। म तिमीलाई लिएर जान्छु अस्पताल। आमालाई पनि सम्झाउँछु। हामी भोलि नै हिँड्नुपर्छ। आमा, रमाको उपचार सुर्खेतमा हुने भयो रे। मैले रमालाई
सुर्खेत लिएर जानुपर्ने भयो। किन जानु पर्यो सुर्खेत? जति उपचार गरे पनि सन्चो हुने होइन। नेपालगञ्ज हुन नसकेको उपचार सुर्खेतमा गएर हुन्छ? बसेकै छ, खाएकै छ। भइगयो त पैसाको सत्यानाश। मिना बहिनीले भनेकी हुन् यस्तो बिरामीको उपचार सुर्खेतमा निशुल्क रूपमा हुन्छ रे। उपचारपछि निको पनि हुन्छ रे। यो मौका गुमाउनु हुँदैन आमा। उपचारको लागि 3 हप्ता मात्रै लाग्छ। म त जसरी पनि लाने हो। जेसुकै गर। प्रादेशिक अस्पताल जानुपर्ने थियो। ओहो यस्तो गनाउने छ। हुँदैन 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 अर्को खोज। कस्तो गनाएको। प्रादेशिक अस्पताल फिस्टुला सेन्टर जानुपर्ने थियो। नमस्ते। राम्रैसँग आइपुग्नु भयो। एकछिन थाक्नु पनि भएको होला है। अनि लामो यात्रा गरेर आउनु भएको। हजुरहरू अब एकछिन यहाँ बस्दै गर्नुहोस् अनि फ्रेस हुनुहोस्। हाम्रो टोयलेट बाथरुमहरू यता छ। हात मुखहरू धुनुहोस्, एकछिन फ्रेस हुनुहोस्। अनि हामी अब भित्र हजुरहरूलाई बिस्ताराहरू मिलाउँदै गर्छौँ। अनि डाक्टर पनि एकछिनमा आउनुहुन्छ अनि हजुरहरूलाई बोलाउँछ। हस्। नमस्ते बहिनी। अनि बहिनीको नाम के होला? रमा नेपाली। रमा नेपाली। अनि कहाँबाट आउनु भएको? राप्ती सोनारी साथ। उमेर कति भयो? 26 वर्ष। अनि यहाँ के समस्या भएर आउनु भएको? पिसाब चाहिँ रहन्छ। बच्चा जन्मेपछि यस्तो भएको। हजुर। बच्चा पनि जिउँदो जन्मेन। हजुर। त्यही भएर सासूले पनि कस्तो हेला गर्नुहुन्छ। घरमा पनि छुट्टै राख्दैछन्। अनि यो यस्तो समस्या भएको कति वर्ष भयो? 5 वर्ष भयो। अनि तपाईँलाई कुनै अस्पताल लगेन नि त? त्यहीँ स्वास्थ्य चौकी लैजानु भएको थियो श्रीमानले। हजुर। नेपालगञ्ज पनि गएको। हजुर। त्यहाँ केही थाहा छैन भन्नुभयो। हजुर। अनि बाहिर गएपछि सन्चो हुने नहुने पनि थाहा छैन भन्नुभयो। हजुर। अनि घरमा पैसा पनि थिएन। अनि त्यही भएर कहीँ गएन। हुन्छ, पिर नगर्नु। म एकचोटि तपाईँलाई जान्छु अनि हेरौँ है त के भएको रहेछ। ल बहिनी त चेकअप गरौँ। हामीले चेकअप जाँच गर्यो तपाईँको श्रीमतीको। अनि चेक जाँच गर्दाखेरि चाहिँ उहाँको पिसाबको थैलीमा एउटा सानो प्वाल देखिएको छ। यसलाई चाहिँ प्रसव फिस्टुला भनिन्छ। प्रसव फिस्टुला लामो सुत्केरी व्यथा लाग्नाले हुन्छ, जुन चाहिँ 24 घण्टाभन्दा लामो व्यथा हुन सक्छ। त्यतिखेर पिसाबको थैली अथवा पिसाब आउने बाटो सँगसँगै दिशा आउने बाटोमा पनि बच्चाको टाउकोको चापले गर्दा यो समस्या हुन सक्ने हो। अनि यसबाहेक अरू कारणहरू भनेको पिसाब थैलीको पत्थरी हुने, जबरजस्ती करनी अथवा योनिद्वारमा चोटपटक लाग्ने, पाठेघरको शल्यक्रियाको कारणले पनि फिस्टुला हुन सक्दछ। उहाँको चाहिँ अब हामी अपरेसन गर्छौँ। अनि अपरेसन गरेपछि 14 दिन पिसाबको पाइप राख्नुपर्ने हुन्छ।
पाइप राखेपछि अनि फेरि हामीले चेक जाँच गरेर मात्रै पाइप निकाल्छौँ। त्यसले गर्दाखेरि 2 देखि 3 हप्ता कम्तीमा पनि यहाँ बस्नुपर्ने हुनसक्छ। अनि त्यसको लागि तपाईँ तयार हुनुहुन्छ त? हस्। अनि म पुरै निको हुन्छु त? सबै ठिक हुन्छ बहिनी, पिर नगर्नु। बच्चा पाउन चाहिँ सक्नुहुन्छ, तर 2-3 वर्षपछि मात्रै। अनि बच्चा जन्माउने बेलामा त्यतिखेर चाहिँ अपरेसन गरेर मात्रै बच्चा निकाल्ने हो। नर्मल डेलिभरी गर्न सकिँदैन, नत्र भए फेरि फिस्टुला बल्झिन सक्छ। बुझ्नुभयो नि? तपाईँको बिरामीलाई के गरिँदैछ भन्ने कुरा तपाईँलाई थाहा छ नि। यहाँ चाहिँ अपरेसनमा जानुभन्दा अगाडि एउटा मन्जुरीनामामा दिनुपर्ने हुन्छ, जसमा चाहिँ तपाईँको इच्छा अनुसारले सही गराइन्छ। मन्जुर हुनुहुन्छ भने पहिला बिरामीको लिम जुन चाहिँ औँठा छाप लाउनुपर्छ, तपाईँको चाहिँ सही गरौँ। हुन्छ ल, आउनु। दायाँ यहाँ गर्नुहोस् अनि बायाँ यहाँ। ल, तपाईँको सही गरिदिनुहोस्। अब तपाईँहरूले मन्जुरीनामा दिइसक्नु भएको छ। आराम गर्नुहोस् है, धेरै चिन्ताहरू नलिनुहोस्, 2 जनाले सल्लाह गर्नुहोस्, आराम गर्नु होला है त। भोलि चाहिँ तपाईँको शल्यक्रियाको लागि तयार गर्छौँ। हुन्छ, हस्, धन्यवाद। कस्तो हुनुहुन्छ रमा? कस्तो डर लागिरहेछ। नआत्तिनुहोस्, केही पनि हुँदैन। अब तपाईँलाई भित्र लैजानको लागि हामी बिस्तारै तयार गर्दैछौँ है। भित्र डक्टरहरू सबै हुनुहुन्छ, आत्तिनु पर्दैन, सबै कुरा ठिक हुन्छ। नआत्तेर हामी लैजान्छौँ भित्र है त। नाप्यो है अपरेसन पछि सब ठिक हुन्छ। म बाहिर कुदिरहेको छु तिमीले। कस्तो छ रमा? अरू त ठिकै छ, खुट्टा चलिरहेको छैन। त्यसको लागि चिन्ता लिनु पर्दैन दाइ। अपरेसन अगाडि चाहिँ हामीले सानो ढाडमा सुई लगाएको हुन्छ, जसले चाहिँ कम्मरदेखि तलको भाग चाहिँ नचल्ने बनाएको हुन्छ। 2-3 अपरेसन सकेको 2-3 घन्टापछि चाहिँ आफै चल्न थाल्छ है। बरु दुखाइ हुनसक्छ, त्यसपछि चाहिँ तपाईँ भन्नुहोस् त हामीलाई। त्यसको लागि चिन्ता लिनु पर्दैन है त दाइ। तपाईँलाई पनि मलाई जस्तै भएको दिदी? फिस्टुला मलाई पहिला भएको थियो, फेरि मैले आराम गरेन, गएर काम गर्नमा थाल्यो, फेरि त्यस्तै पानी चुन थाल्यो, फेरि आएछु मेरो एक्सिडेन्ट गरेर अब घर गएर आराम गर्छु। यो पहिला पनि भएको तपाईँको अपरेसन? त्यो आराम नगरेर फेरि चुइँदो रहेछ? फेरि अब मान्छु मैले डाक्टर पुरा, अब घर गएर आराम गर्छु। नमस्ते सबैजना। अनि रिता कस्तो छ? अलि राम्रो भएछ नि? त्यस्तो केही समस्या त छैन? ल ठिक छ। अब तपाईँको पनि घर जाने बेला हुन लाग्यो है। अनि रमा कस्तो छ तिमीलाई? ठिक छ? पिसाब आइरहेको छ राम्रोसँग? सुक्खा छौ नि? अहिले त पिसाब चुहेको छैन नि? अरू केही समस्या छ? छैन है, सबै ठिकै छ नि? म बाजुरादेखि आएको। मेरो 2टा बच्चा घरमै जन्मियो, तेस्रो बच्चा पनि घरमै जन्माउने भनेर भनेको थियो, तर मेरो बच्चाको हात अगाडि निस्क्यो, समस्या भयो। अनि मेरो फ्यामिलीले मलाई नेपालगञ्ज पठाउनु भयो। नेपालगञ्ज पठाउँदाखेरि बच्चा अपरेसन गरेर निकालेको, फेरि मलाई फिस्टुला भएर अहिले फिस्टुलाको उपचार गरेर घर जाँदैछु। त्यही भएर। अनि बच्चा त बितिसक्यो। अनि दिदी तपाईँलाई पनि फिस्टुला भएको? हजुर, मलाई फिस्टुला भएको 4 वर्ष अगाडि फिस्टुला भएको, अपरेसन गरेर निको भयो। बच्चा जन्माउनका लागि म हस्पिटल अपरेसन गरेर बच्चा जन्माउन भनेर हस्पिटल आएको। हजुरलाई पनि हो र? हजुर, अपरेसन भइसक्यो, चिन्ता नै मान्नु पर्दैन।
रमाको अपरेसन एकदमै राम्रो भएको छ है। अनि उसको पिसाबको थैलीको पाल पनि बन्द भएको छ, अहिले पिसाब पनि छुइँदैन। तर अब घर जाँदै हुनुहुन्छ, अनि थोरै कुरा चाहिँ ध्यान राख्नुपर्ने हुन्छ। पहिलो कुरा चाहिँ घर गएर कम्तीमा पनि 6 महिना भारी काम केही गर्नु हुँदैन, आराम गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा भनेको उहाँको चाहिँ बच्चा पाउने इच्छा छ, त्यो चाहिँ अब 2-3 वर्षपछि मात्रै प्रयास गर्नु होला। अनि बच्चा जन्माउने बेलामा चाहिँ अपरेसन नै गरेर बच्चा निकाल्नुपर्ने हुन्छ, नर्मल डेलिभरी गर्नु मिल्दैन, नत्र फेरि यो फिस्टुला बजिन सक्छ। ल राम्रोसँग घर जानु, ध्यान पुर्याउनु होला है। हेर त अचम्म भयो, बुहारी निको भएर आउँछन् भन्ने मलाई विश्वासै लागेको थिएन। छिमेकीहरू त हाम्रो घरमा आउन लागिसके नि। पुरानो कुरा बिर्सिदियो है बुहारी, हाम्रो घरमा फेरि नयाँ खुसियाली आएको छ। आज त मेला पनि छ, खाना खाएर सँगै मेला जानुपर्छ नयाँ साडी लाएर। हुन्छ आमा। अहिले चलेको राम्रो माला छ। कस्तो राम्रो देखियो त। बुहारी, आज हामी तिमीलाई चेक जाँच गर्नको लागि स्वास्थ्य चौकी जानुपर्छ। त्यसोटी त कुनै गल्ती गर्ने होइन नि। स्वयंसेविका नानीले भने जस्तै गर्नुपर्छ। सबै चेक जाँच र सुत्केरी अस्पतालमै गर्नुपर्छ। अनि अर्को कुरा नि आमा, फिस्टुला सेन्टरका डाक्टरले भनेका छन् नि, अपरेसनै गरेर बच्चा जन्माउनु पर्छ, त्यसपछि आमा र बच्चा दुवै सुरक्षित हुन्छन्। त्यो त बिर्सनु भएन नि आमा। प्रसव फिस्टुला एउटा शारीरिक समस्या मात्र हो, यो कुनै श्राप वा अपराध होइन। फिस्टुला बिरामीलाई लान्छनाबाट रोकौं। प्रसव फिस्टुला उपचारबाट निको हुन्छ। अब प्रसव फिस्टुलाको निर्मूल गरौं।